ओ यो को हो यो झार्ने चाहिँ कि झार कि त झार्नु त्यही तपाईँ झार्नु न तर है कहिले नेपाल जानु होला है भन्ने सोचाउँछ कतै न माम्स भाइको त अब टाइम लाग्छ बिकीको अहिलेसम्म चाहिँ सोचाएको छैन सोच्दा कने भनेर आएको नेपाल त अहिले के जानु हो होइन घरिघरि त्यही भनेको क्या मैले होइन भाइको त्यस्तो अहिलेसम्म फिल चाहिँ भएको छैन अहिलेसम्म यो हो क्या फरक चाहिँ बुझिस् नि के भने भनेर कि बुझिनस् हो कि मैले यस्तो भिजामा गएको मान्छे हो मैले त्यो भनेको होइन क्याक्स भन्न खोजेको कि थिङ त्याउँछ यहाँ त लाइनमा आयो त दाइ लाइनमा आयो यार ए सोलले हान्नु सक्यो त्यसले जानु यहाँ त भाइ सोच त्याउँछ कि आउँदैन माम्सको भनेर सोधेको क्या मैले त्यही सोच त आउँछ यहाँ आउन यहाँ मैले त्यही मात्र सोचेको हो क्या यहाँ आउन भाइ यो घरमा छ कति हान्छौ यो घरभित्र ल मा एकछिन पर्खिन दिन्छ ओ एनसी यो घरमा आइज न यहाँ मलाई सक्नु आँट मेरो केही छैन नै छैन कहाँ छ काका यहाँ म भएको घरमा म यहाँ बाटोमै छु नि त फेरि खोइ यहाँ आऊ यहाँ माथि यता आइज त धन्नै सक्यो यार मलाई यार यहाँ रहेछ त नि लुको त्यो यहाँ छ एकदम आधी किल खाइदियो ब्यान्डेज छैन हौ भाइलाई क्या कराउँदैछ यार बुहारीले यार भाइ तिमीलाई बोल्नै दिँदैन यार अस्ति पनि फोनमा बुहारीले कराउँछ भनेको होइन हौ दाइ बिकी भाइ माथिमा लगाउ त तिम्रो माम्स अहिले होइन कि एनिमी छैन बुहारी छ भन न त्यहाँ छेउमा त्यही भन्न खोजेको इनिमी भनेको बुझ्नु न एनिमी भन्दा डेन्जर है भाइ घर चाहिँ होइन जस्तो भरत काका हामी बुझ्छौँ भन्नु नि मनको पीडा बुझ्छौँ यहाँ जा न यहाँ तीनवटा छ यहाँ कहाँ पुगेको तपाईँ आमाम्स एक्लै चल्दिँदैन के कहाँ लास्टमा आएर कसरी चिकन खानुहुन्छ अनि केटाहरू अनि ब्याकअप आएन कता आएन हानिसक्यो सबैलाई घरबाट हानेको हानै छ यहाँ मलाई एउटा त मलाई दिनु हाल्नु ल मलाई हानिदिइहालेँ रन केरा जाँदै थिएँ यार ल अर्कोचोटि पायो भने त ल तिमी नै हान बिआरटी क्याक्स यहाँ एम्पर साउन्ड भन्दा पनि गन चाहिँ चाहियो क्या मलाई चाहिँ के हो त यो जस्तै गनले पनि सुतेर भए पनि हानि तर यार नेपालमा हुँदाखेरि लाइफ चिल थियो नि होइन खायो बस डुलो त्यो भनेको आफ्नो बाउको खाएर हो तिमीहरूले
त्यही त यस्तो हो क्या काका राम्रो भन्नु भन्नु हो कि खासमा जब त तिमीहर एउटा कुरो याद गर कि जब तिमीहर भनेको अब जिम्मेवार भइस् नि जब तिमीहरको जिम्मा काँधमा आयो नि अनि तिमीहरलाई गाह्रो लागेको मात्र हो भाइ यति कुरो चाहिँ मैले के भने भनेर बुझ पहिला भनेको तिमीहरू फ्री हिँड्थिस् खान्थिस् बाउले कमाउँथ्यो ल्याइदिन्थ्यो खान्थिस् होइन अब तिमीहरूले आफ्नो जिम्मेवार पुरा गर्दैछस् नि तब तिमीहरूलाई भारी लागेको भाइ साह्रो त केही होइन सेम हो सबैको प्रक्रिया त्यही हो भाइ सबको तर मेरो मात्र होइन यस्तो घरमा के हुन्थ्यो भने एपस्याप सानो होइन ए अब के उता गर्नु खानासाना भाँडासाडाहरू माझिदिने थियो नि त खायो र हिँड्थ्यो सट्टै खलिबली हुन्थ्यो अब यहाँ आएर मैले के भने त तँलाई भन्दैछु त त्यो भनेको तिमीहरू बाउ आमाको खान्थिस् भनेको जब अब त तिमीहरू जिम्मेवार भइस् नि त भनेको जिम्मेवार भएपछि चाहिँ गाह्रो लागेको हो क्या त्यति भनेको मैले चाहिँ बुझिस् नि जब जिम्मा काँधमा आयो नि अनि त्यो लागेको हो क्या भाइ त्यही भन्दैछु मैले सही हो घरि याद आउँछ क्या मैले यस्तो त्यो भनेको आउँछ जान्छ यस्तो कुराहरू त्यही हो रुल्स अघि मैले विक्रम भाइलाई के भने होइन भाइ भाइ एउटा कुरो भनिन भन भन्नु न मैले नै बिर्सेँ कुरा भन्नुभयो बेसी नै गर्नु तर त्यही हो भन्नु खोजेको त्यही हो अब जिम्मेवार भयौँ भन्नु खोजेको क्या तिमीहरू अब चिल भएर हिँड्थ्यौ हामीसँगै हिँड्थ्यौ पैसै नहुँदाखेरि पनि कहाँ पुगिन्थ्यो क्या सोच्दाखेरि पनि अचम्म लाग्छ एक्रो भइदिन्थ्यो आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो नि त्यतिकै यहाँ टुक्रो पाइँदैन अब त्यो चाहिँ फरक हो त्यति मात्र फरक हो तर कस्तो हुन्छ भने आफ्नो देशमा र अरू देशमा अलिकति डिफ्रेन्स चाहिँ हुन्छ त अलिकति गाउँ उहाँ भनेको अब चिलमा भन्नु खोजेको अब हामीसँग पैसा होस् अब डर भर केहीको हुँदैन अलिकति डर हुँदैन त देशमा हिँड्नुको लागि काका एनिमी छ यहाँ आउनु त त्यो चाहिँ किन बढ रहेछ ओइ म्या झन्डै हान्दियो संविधान त्यहाँको तिमीहरूले त्यहाँको संविधान मजाले पढेको छैनौ त्यहाँको तिमीहरूले संविधान पढ्यौ भने नि त्यहाँको कानुन रहन सहन संविधान पढ्यौ भने ठ्याक्क थाहा भइहाल्छ तिमीहरूलाई दुःख बुझिहाल्ने हो तिमीले पनि दुःख बुझेर गयो त्यो टाइममा मान्छेले दिमाग लगाएन भने चाहिँ सक्यो क्या फेरि अनि अब एकचोटि हुन्छ कि त्यो समयमा मान्छेले अब सोचेर अगाडि बढो भने बढो नत्र होइन पछाडि नै रहन्छ क्या अब त्यही त जिन्दगीमा क्या भाइ भनेको नि भगवानले पनि नि भाइ छप्पर फर्किदिन्छ अरे क्या एकचोटि त्यसलाई चाहिँ त्यो समयलाई सदुपयोग गर्नु सकेन भने नि खलास क्या तपाईँले भनेको सही हो यिनीमा आयो गाडी आयो ओ यहाँ गाडी आयो यो पनि मैले हाने यहाँ अर्को पनि छ हाना पुट्टे भाइ छिटो दामी यहाँ रहेछ स्कुल ए टन्नै लुटपाट लिएर आएको यसले भारी पुर्याइदियो होइन त मान्स अनि देखाइरहेको एउटा छान न एउटा मैले हानेको छु कतापट्टि छ काका ती गाडीमा छ लास्टमा नै छ क्या अब कसलाई भ्याइदिएको
मलाई मैले त झन् अटो रिकल गाडीमा अझै गाडी लिएर कुद्दैछ त नि झन्डै चल्दै यार गाडीमै बसेको रहेछ त नि अन्त नि पुस हान्नुपर्छ खेल न तर यार यहाँ आएमा यहाँ तर हाम्रो ह्यान्जी पनि मान्छेले केटाहरू अनि म आउने बेलामा त नि काक्स नि बब्बर बबाल भएको नि त नि त्यो पनि नि यहाँ आएको छ त विदेश को कतारमै छ त त्यो पनि भेडे त्यही त्यो को अरे भेडे त जाना भेडे त होइन अर्को ए तिमीहरूसँगै हिँड्थ्यो नि एउटा भाइ सन्तोष भाइ भन्नुभएको सँग हिँड्थ्यो त्यो बेसी अर्कोमा धरानी हो धरानी धरानी भाइ हो धरानी भाइ धरानी भाइ हो धरानी भाइ काका कति आएको न त मामा एकछिन मान्छेले फेरि मासु खाने भाइ ए ल अब चाहिँ म हान्दिनँ ल म तिमीलाई कभर हान्नु न हान्नु ल अब त्यो धरानी भाइ भाइ पनि चल्दैछ र यही छ त खतर नै कतारमा छ खतरा कमाउँदैछ त्यो भाइ केटाहरूलाई म भेट्छु त शुक्रबार ए त्यो धरान भाइले एकचोटि कालो कालो त्यो रोड रोडको पुरा उमा हालिरहेको थियो नि स्टोरीमा खिचेरी त्यो भाइ त छोड्नु न एउटा पवन भाइ भन्ने थियो नि पवन माम्स त्यो भाइ पनि कतार आएको छ यही छ ए हो र तँसँग पनि भेट्नुपर्ने छ 4-5 दिनपछि ल गाउँ केटाकेटीहरू पो पुगिसकेछ नि त हौ कहाँ त्यो पवन भाइले मलाई सोध्यो कहाँ भाइ भनेको दाइ म कतारमा छु भने होइन त्यसलाई थाहा छैन नि त म कतार त्यसलाई थाहा छैन क्या म कतारमा छु भनेर अनि कुन ठाउँमा थिएस् भाइ भनेको दाइ रस्नापानमा छु भन्दै थियो अब तँ आउने भनेको ठ्याक्क यहाँ अल्कोर हो क्या जहिले तिनीहरूलाई ल्याउँछ क्या अनि त्यसलाई भेट्न जानुपर्ने छ अब सब विदेश आइसक्यो नि मान्छेहरू त सबजना गइसक्यो नि त ए अर्के बाँकी छ हौ जहाँ कस्तो सब गइसक्यो कुन्टेहरूको ब्याचको भनेको कुन्टे भेडाको ब्याचको कसम त्यसलाई ल्याउनु मैले कति कोसिस गरेँ यार त्यो मायासालाई मनै गर्दैन यार ल्याउने हो अब हर्केलाई मिसिन गर्न नगएको अब ऊ त अब सरोजलाई पनि ल्याउनु पर्छ जस्तो छ अब यतै छ को भान्जा हुनुभएको यहाँ छ कुन्टे भाइ आउँछ कसले नक बनाएको त्यो इनिमीले नक बनाएको रहेछ यहाँ छ कुन्टे भाइ हान नि लास्ट जना हाम्रोमै परेछ ल यतै बस्दिनु 11 जना 10 जना 11 जना छ मसँग एउटा कता सुरु साथी हिँड्छ नि झ्याप्ले सरोज भन्ने हो त्यसलाई पनि ल्याउनु पर्ने छ अब युकी ग्याङ खतरा सरोज भन्ने तेरो चिक्से कहाँ छ माइली चाहिँ को माइली हो फेरि खोइ को कुन्टे भाइ गाडी आयो लास्ट वान थियो वान डाउन भइसक्यो गिल्लीमा रहेछ यार इधर ठिक छ ओपी भयो
ल ल अब म चाहिँ निस्क्यो ल